ले यो फुलचोकी भगवतीका मनकामना माई ले यो मनकामना माई धैने नापा नापा यो ठनोटिने मनकामना माई अन आशिसा चाहिँ गोर्खा सराय आउने हो ठाइका काना पुलामा मनकामना माई दियो ठन कोइमपट्टि हुँ मन्दिर चौमपट्टि मनकामना माई गोरागोरी मार्फत लागेको चोकी डाँडाका यो झे कोही सुरुवातै ढुका ठोला ऐतिहासिक ठाया ख नि ऐतिहासिक पौराणिक ठाया ख नि ले यो प्रसिद्ध देवी मनकामना माई धेर ठया ख के भजा ठाउँ गाडी जोसा 1.5 घन्टा आराम नक्सा वेबले 1.5 घन्टा यो एभरेज ल निर्माण क्रम यो झोले चाहिँ भटिचल नला ठाकु मखला तर सु समय लिबर ठोल्नु बने जुन लगा लासा ठोठा एकदमै बालाई र चाहिँ अनफिका छाल न यो कोटा ब्याजी ल आठन हेटरा उनी उल्लन विकसित जेछौँ दु एजु कारणे न न यो लागि चाहिँ अझ 7 महिना वर्ष दिन हेरिसक मलाई उले भित्र चाहिँ ठोठा एकदमै प्रगति जी धार्मिक हिसाबमा ठो क्षेत्रलाई यला नाप घोरागुली नाप एकदमै स्वा उठा जो नि अनि जनसङ्ख्या यो घनत्व अनुसार नला पिला दैवेज हुने